कि झरी गयो भन्छ फेरि छैन कोही मेरो को त ऐसा धक धक गरे। सो यो चाहिँ यत्रो ठुलो ग्राउन्ड हो कि यहाँदेखि चाहिँ अब तपाईहरुले दुनिया देख्न सक्नुहुन्छ क्या। अच्छा सो सी यो चाहिँ हामी बसेको रिसोर्ट हो। यो रिसोर्टदेखि लगेर चाहिँ एउटा भ्याली नै पुरा ग्राउन्ड छ। त यो देखेर तपाईहरुले के पायो? सो गाइस आज चाहिँ हामीले गर्दैछौँ बियोन्ड द फुप्चिका। फुप्चिकादेखि नि माथि के छ? उकालो आएको त झनै मर्यो त। सो आज हमारा जर्नी होने वाला है गाइस बियोन्ड फुप्चिका। तो बहुत ही इंटरेस्टिंग होने वाला है। तो गाइस वीडियो को मिस मत करना प्लीज, बने रहेगा एंड तक। सब्सक्राइब ठोक दिनु यो भिडियोमा। ठीक है समरिया। हमले जो बजे आना जो बे हमले जो ला हमले जम पom anh ấy gì đó đó làm ra như là như vậy हमले तो उसलाई एउटा च्यालेन्ज छ आज है। ऊ त्यो माथिको डाँडासम्म चाहिँ खाना नखाइकन जानुपर्ने। उसले चाहिँ पानी पनि छैन, खाना पनि छैन, अरू केही जङ्क्स फुड पनि खानु पाउँदैन त्यो डाँडासम्म। त्यस्तो त प्रब्लमै छैन। अब चाहिँ गेट रेडी भयो है। ओ साला आम्मामा 10 केजी 15 केजी छ होला है। निकै रहेछ। या कस्तो देख्दैछ? यतिको चाहिँ देख्नुपर्छ नि। यतिको चाहिँ हो नि त खास ट्र्याकिङ गर्नेहरू चाहिँ। तर यो जिङपेन पो झरेको गर्दैछ। वे टुवर्ड्स जोदरसिंह गाइस मजेदार होने वाला है। आज दुईजना भाइ दुईजना लागे है यहाँबाट बाटो। ए खाने पिने उसको त फेरि च्यालेन्ज एक्सेप्ट गरेको छ नि फेरि। यो चाहिँ भाइ अब चाहिँ हाम्रो जङ्गल बाटो स्टार्ट भएको है। कहाँ पाउँछ भाइले खानु? च्यालेन्ज बिर्से क्या उसले। खाने खाने नहीं खायो खाने खायो नि खाने भाइ। तेरा तो गेम बजाना। सफर बियोन्ड दी फुप्चिका। ऐसे रास्ता चलना पड़ेगा गाइस। दिस इज क्वाइट टफर देन अदर ट्रैकिंग है। चिल्लो डाँडा चाहिँ देख्नु पाइन्छ यहाँबाट। क्या है और कैसे है यहाँ से देखने मिलेगा गाइस। मोनपा लोग एन्ड मोनपानी लोगहरू त्यहाँ माथि बस्छ भैँसी पालेर है, टाकिन पालेर। Wait. Finally we made it. उसले मिसन कम्प्लिट गर्यो। यहाँ चाहिँ पानी परिरहेछ, पुरा पानी परिरहेछ। त्यो तल चाहिँ घाम लागिरहेछ त फेरि फुप्चिकामा चाहिँ। अहिले चाहिँ आउँदा आउँदै पानी पर्यो। सो यहाँ सानो एउटा डुप्लिकेट कटेज रहेछ। यहाँनिर हामी रेस्ट गर्दैछौँ गाइस। यहाँनिर त भुतिया बाङ्ला जस्तो देख्दो रहेछ हेर। समर स्टक रेडी रहेछ। बाहिर पनि दामी छ एकदम मौसम चाहिँ। तर अहिले चाहिँ पानी परिरहेछ। सो देख्न सक्नुहुन्छ। हो यो चिल्लो माथि माथि डाँडाहरू एकदम रमाइलो छ। यहाँ पनि एउटा घर फेको रहेछ। के गरेको नि यहाँ पनि रहेछ। यो कसको घर कोडी त खाना पकाउने सुरु। फेरि यो घर चाहिँ खतरा रहेछ। यताबाट चुँदो रहेछ, यताबाट चुँदो रहेछ। जैसे चुहेर चुहेर पुरा छाता लाएर बस्यो भाइ। कसको घरमा? यो घरमा निकै बसिए भूत बङ्गलामा। गजब बेइज्जती। अब लागौँ नि फेरि कन्टिन्यू। मानेतिङ क्याम्पिङ ग्राउन्डमा पुगेँ अहिले चाहिँ। सो यही हो घरहरू चाहिँ। यहाँनिर 2-3वटा घर छ। तलबाट आएर सिधै फुप्चिकाबाट आएर यहाँ मानेतिङ क्याम्पिङ ग्राउन्डमा बस्दा हुन्छ। अहिले चाहिँ पानी परेर हामी चाहिँ यहीँ बसेको होइन। हामी चाहिँ हामी अघि नै पुग्ने हो माथि। जस्ट पानी परिरहेको छ। यो चाहिँ रोकोस् भनेर। फाइनली
अहिले चाहिँ कुहिरो निकै हाट्यो है। यहाँनिर देख्न सक्नुहुन्छ भ्यू क्या रमाइलो भइरहेछ। यता हेर्नु त स्विजरल्यान्ड जस्तो देख्दैछ है। यहाँनिर अलिकति चिल्लो, त्यसको पल्लो अलिक चिल्लो एउटा घर रहेछ है, त्यहाँ को बस्छ को नि। दिस इज द कन्डिसन गाइस। यो घरभित्र यस्तो कन्डिसन रहेछ। यो चाहिँ धेरै पुरानो डोरी बाट्ने हो। यो चाहिँ डोरी डल्लो पार्ने सो गरेर चाहिँ। अनि यो चाहिँ डोको, सानो डोको। यो चाहिँ को नि के हो, ढाकाछिकी हो यही भनेर आज पानीमा नाचौँ भनेको चाहिँ। ओए आज किधर है दोनों, सिंगार दरबार के अंदर देख सकते हो। अब हामी मानेतिङ बेस क्याम्पबाट हिँडेको। हिजो यहाँ नै बसेको थिएँ है, साह्रो भिडियो सिडियो पनि बनाउनु पाएन, पानी परेको थियो है। सो मानेतिङ बेस क्याम्पबाट चाहिँ गासा एन्ड फुप्चिका कस्तो देख्नु मिल्छ। दिस इज द भ्यू फ्रम मानेतिङ बेस क्याम्प है। सो उयो सानो छोड्तेनले चाहिँ मानेतिङ भन्छ है त्यसलाई चाहिँ। सो यही हो नजारा। त यता फुप्चिका पर्छ है। जुन चाहिँ माथि माउन्टेन देखिरहेको छ त्यो चाहिँ घाँसा हो। अनि हामी जानुपर्ने यता डुङ्ला साइडमा। सो लेट्स मुभ। हाउज द मौसम भाइ? मौसम चाहिँ एकदम अहिले चाहिँ यतिको बस्यो भने चाहिँ Here I come. So our destination towards there. अलिअलि देख्दैछ है त्यो डाँडा चाहिँ। सो अहिले चाहिँ हामी यहाँ एउटा मोनपाको घरमा पुगेको छौँ, या खररको घरमा। सो अझै नै हिँड्नुपर्छ हामी यो डाँडै पर। तू क्या कुत्ता बनेगा रे, ऐसे क्या कुत्ता बनेगा? What is this? भाइ जिन्दगीमा पहिलोचोटि यस्तो जग्गामा पुगेर कस्तो लाग्यो? हो लु साँच्ची नै भने नि जिन्दगीमा पहिलोचोटि नै हो यस्तो। यहाँ देखेकै पहिलोचोटि मैले त अन्त। यस्तै रमाइलो हुन्छ है हिमालमा जानु चाहिँ। अरू उयो कुकुरको बारीमा चाहिँ कस्तो लाग्यो? यो कुकुर चाहिँ साँच्ची नै यता हेर्ने नै राखेको हो। त्यहाँदेखि खेलेर यहाँ आइपुग्यो अन्त। यो भैँसी लान्छ भनेर याक लान्छ भनेर यहाँ आएको। It's natural made छोड्तेन फुलै फुलको बगेचा मेरी मायालु याइदेन खाइदेन खाइदेन रुक्छौ। सो गाइस हामी चाहिँ अहिले चाहिँ याक्चुको माथि पुगेको छ। र याक्चु इज डाउन। या खररहरूले यहाँनिर त बाटो बन्द गर्दैछ त हो, किन यता माथिबाट छ। Right now I'm at Hwangdae. Now I'm at Trongsa. Guys, this is Hwangdae and Trongsa border. Woo! यो चाहिँ दुईजना भाइको ग्रेट मुभ टुवर्ड्स द ब्ल्याक माउन्टेन हो। अहिले चाहिँ हामी वाङदी एन्ड ट्रोङ्सा बोर्डरमा पुगेको छौँ। सो यहाँनिर चाहिँ अहिले कुहिरो लागेर त्यति साह्रो राम्रो भ्यू चाहिँ देख्नु सक्नु भएको छैन। सो यता चाहिँ वाङदी हो, यता चाहिँ ट्रोङ्सा। सो यतानिर चाहिँ दुङ्ला हो जुन चाहिँ मोनपा हेबिटेसन अनि के भन्छ ऊ चाहिँ ट्रोङ्सामा छ। अच्छा उता देख्नुहुन्छ बोर्डर, ऊ ट्रोङ्सामा छ। मैले वाङदी फोटाङमा दिँदैछ अब। लु अब वाङदीमा
हामी अहिले चाहिँ यो भ्यू पोइन्टमा पुगेको छौँ। केही देख्दैन रहेछ, देख्नु त कुहिरोले, तर यो बाटोहरू चाहिँ देख्दैछ। यहाँ हालम बाटो, भिर बाटो छ जस्तो छ। अब चाहिँ फाइनली हामी हिमालतिर लाग्दैछौँ। सो यहाँको भेजिटेसन देख्न सक्नुहुन्छ, रुखहरू छोटो छोटो सानो सानो, ढुङ्गाको बेसी, माउन्टेनहरू भेट्दैछ है। अब चाहिँ पुगे हामी गेसाछोको नजिकतिर। वा, सो तपाईँहरूले मैले हेबिटेसन चेन्ज हुन्छ भने नि यहाँबाट, यो चाहिँ यहाँको हेबिटेसन। सो म त ढले सो दिस इज वाट छौ? केही छ होइन यो गेसा छ चाहिँ त्यो पोइन्ट त हो रहेछ। यहाँ चाहिँ थोडी देर रेस्ट गर्ने, किनकि अहिले पानी पर्नु रोकेको छ कि। सो पानी परेपछि हिँडेको गर्नुपर्छ, बस्ने ठाउँहरू सबै चिसो हुन्छ कि। सो अलिकति पर्ख्यो, यो कुहिरो आइसक्यो। हामी भिडियो छिटो बनाउने एउटा। फुल चाहिँ बहुतै फुलेको छ है यहाँतिर चाहिँ। सानोतिनो फुलको बगैँचा हो। ऊ भाइले खिच्दैछ है फोटो। एकदम रमाइलो जग्गा रहेछ है। अहिले त हामी आधी बाटो पनि पुगेको छैन, झन् माथि पुग्दाखेरि त स्यान्डी फ्ल्याट होबेन में त। रेस्ट गरेको अब चाहिँ पोखरी उयो तलकोदेखि यहाँसम्म आएको, अब थोरै टाढो होइन, लु उहीँ तल देख्दैछ, देख्नु चाहिँ। तर हो यहाँदेखि यहाँसम्म आउनु चाहिँ धेरै टाढो रहेछ है केटाहरू। सो भाइले विजडम मेट बनाउँदैछ है। फाइनली कम्प्लिट भयो भाइको विजडम मेट। हामीले यहाँनिर ब्युटिफुल भ्यू पाएको छौँ, देख्न सक्नुहुन्छ पर। वाह, यो चाहिँ हो गाइस गेसाछोको नजदिक वाला भ्यू। उहीँ तल हो गेसाछो, देख्न सक्नुहुन्छ। और गाइस इस व्यू को मिस मत करना। अब चाहिँ लन्च खानुपर्छ होला। हो भाइले लन्चको लागि यहाँ काट्दैछ है। सो यहाँनिर रेडी हुँदैछ। अब यहाँनिर छ्याउछ्यौँ पकाएर चाहिँ कोका फरर पारेर चाहिँ लन्च खाएर गइहाल्नुपर्छ क्या। फेरि पानी पऱ्यो भने बोरिङ हुन्छ। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। हो खाना खाइसक्यो, अब हिँड्नुपर्छ है। सो हामी आएको यताबाट, अब लाग्दिने उता। हर द वे आर्टिफिसियल टफ। आर्टिफिसियल टफ त यताबाट रहेछ त। लेट्स सी कस्तो खालको आर्टिफिसियल टफ रहेछ। दिस इज टफ, आर्टिफिसियल टफ। यहाँ माथि पनि रहेछ है, रमाइलो रहेछ। अहिले चाहिँ गाइस अहिलेको ब्युटी अफ ल्यान्ड चाहिँ यही फुलहरू है। वाउ क्या रमाइलो देखिरहेको छ क्या। सबै पिङ्क कलरको बनाइदिएछ। ऊ भाइ फेरि सुती फोटो खिचिरहेको छ। ऊ देख्न सक्नुहुन्छ सुती। ऊ चाहिँ एकदम रमाइलो फोटो, ग्रेट फोटोग्राफर हो। ऊ चाहिँ अस्कर जित्नु आँटेको छ अहिले चाहिँ फोटोग्राफमा। आमा के हो रमाइलो नि उसको त। फेरि आर्टिफिसियल टपमा आइपुग्यो। यो चाहिँ दुङ्लाको मुनि पर्छ।
सो दिस इज मान्छे बस्ने जग्गा एन्ट्री पोइन्ट यहाँबाट यो चाहिँ छोटा सा पर्खाल लाएर बनाएको घर यो सानो सानो गाह्रो लगाएको घरहरू चाहिँ वाजेला भन्छ अनि दुङ्ला चाहिँ उहाँ माथिको है उहाँ माथिको देख्ने पास चाहिँ दुङ्ला हो सो वाजेला पास चाहिँ यही है केटा हो आज म दगानाबाट यहाँसम्म आएर ट्रोङसम्म नै एक पाती हो कि अब गो आइहाल्यो ब्रसै एक पाती हो बडा हरामी हो बेटा अहिले चाहिँ दुङ्ला चढेको हामी मुनिबाट आएको साह्रो नै स्टिप स्लोप रहेछ अझै माथि जानुपर्छ है सो यो दुङ्ला हाफ वेबाट चाहिँ यस्तो भ्यू देख्छ है जुन चाहिँ अघि हामी आएको त्यो चाहिँ त्यहाँबाट हो त्यहाँबाट हामी मुनि आयो यहाँ तल त्यहाँदेखि यहाँबाट चाहिँ हामी यस्तो आएर अहिले यहाँ पुगेको छौँ यार साह्रो थाक्यो यार साह्रै स्टिप स्लोप रहेछ अझै माथि जानुपर्छ है दुईजना चाहिँ अटल पटल गर्दै हामी दुङ्ला आइपुग्यो है ऊ त्यो छोड्तेन देख्ने चाहिँ दुङ्ला हो सो त्यहाँदेखि पर जानुपर्छ यो कुहिरोको पारी सिम पानी पनि परिरहेछ यो कुहिरो पनि लागिरहेछ हल्कै बोर बनाइरहेछ हामी दुईजनालाई यो चाहिँ फुलको बगैँचा डाँडा नै फुलले भरेछ यो चाहिँ हिमालमा राख्ने कुकुरको घर हो यस्तो हुन्छ है हिमालमा राख्ने कुकुरको घर चाहिँ कुकुरको पाल्नेको मालिकको घर चाहिँ यस्तो हुन्छ यहाँनिर देख्न सक्नुहुन्छ यो चाहिँ कुकुर पाल्नेको या खडरको घर है सो लेट्स सी इनसाइड कस्तो रहेछ है वाह जाट एकदम हन्टेड हाउस जस्तो रहेछ है सी दिस इज हाउ जोब्स होइन यहाँ खडरहरू बस्छ है हाई एल्टिट्युडमा यो हो बस्ने जग्गाहरू चाहिँ रेस गराइ अर्काको घरमा छ आयो भने धतिधाङ मार्ने होला नि फेरि ओके सो अब हामी चाहिँ यसो गएर उयो डाँडाको पछाडि लाग्दिउँ अब 12 आवर वकिङ अब चाहिँ थाक्नु थाल्यो दुईजना अहिले यो क्लाउड क्लियर हुनु बाद चाहिँ जोदरसिंह उहीँ सामने देख्थ्यो जोदरसिंह यसकै अपोजिटमा उहाँनिर देखिन्थ्यो तो यो वेदरले आज बहुत ही प्रब्लम दिया है हम दोनों को बहुत ही प्रब्लम भयो है बाटो पनि राम्रोसँग देख्दैन हो यसले गर्दा फर्स्ट टाइम हो अनि यहाँनिर यहाँ खटाहरू पनि बस्नु छोडेछ पहिलाको जस्तो छैन यहाँ मोन्पाहरू है त्यहाँदेखि त्यो बाटोहरू पनि सबै घाँसले भरेछ खोज्दै जानुपर्ने रहेछ है सो यहाँदेखि मुनि गएर खोलादेखि हामी आप लाग्दिने है जोदरसिंहसम्म किनकि अहिले बाटो देख्दैन रहेछ यो धुम्मा भएर त्यसैले खोलाको रुट हामी फलो गरेको अनि यो गुगल म्यापमा हेरेर कुन खोला चाहिँ हामीले टेक गर्नुपर्ने हो अघि हेरिसके है हामी यो खोला अब निचे टेक गर्ने हो त्यहाँदेखि माथि आउने खोइ सानोतिनो भेरमा आइपुग्यो अहिले चाहिँ काटिनु सक्ने रहेछ भाइ आछि छे बाटो भुल्ले छ है जाँदैछौँ अब पुरानो बाटो खोज्दै जङ्गलै जङ्गल गुगल म्याप पनि यस्तो देखाउँछ अनि धेरै उता पुगेर हामी जङ्गलको बाटो हिँड्दा खोला पनि तोरियो अहिले भर्खर चिसो न चिसो थियो अब बाटो चाहिँ भेट्यो है यहाँनिर भएर म जाँदैछु पुऱ्याउनु चाहिँ कहाँ पुऱ्याउने हो
यार जोधर सिंह यो खोलाको पानी फेरि एकदमै चिसो हुन्छ क्या अब चाहिँ वान अफ द पिकमा पुगेको जस्तो छ जोधर सिंहको है ओ माथि हेर्नु भाइ वाटरफल पोखरी छ जस्तो लाग्यो माथि अब चाहिँ हामी जोधर सिंह पुग्यो जङ्गली प्याज पुगिँदैन नि अन्त पातै मात्रै देखाउ न जङ्गली प्याज ट्याप्पै छ फेरि यहाँ हेर न उम्रेको गनाउँदा कस्तो गनाउँदैछ सेम सेम फुर्केलाई पनि सेम एउटा यो सानो उखाले हेरेर भित्र गाँठो कस्तो हुँदो रहेछ लत्ताले दिएर उखाला न हो भित्र झन् सेमै हुन्छ सेमै हुँदो रहेछ लु यो चाहिँ हिमालको लसुन नेचुरली उम्रेको है यहाँ ट्याप्पै छ है अब चाहिँ हामीले जोधर सिंह एन्ट्री गऱ्यो है यहाँनिर सानो सानो माउन्टेनहरू देख्नु सक्नुहुन्छ यो डाँडा पछाडिबाट चाहिँ त्यो कालो लार्ज माउन्टेन देख्नु सक्नुहुन्छ त्यसले भन्छ जोधर सिंह अब चाहिँ हामी मेन रेन्जमा पुग्यो है जो यहाँ माथि देख्दैछ यिनीहरू नै मेन रेन्ज हो सो दिस इज जोधर सिंह मेन रेन्ज है दिस इज आवर ख्याम गाइस ख्याममा चाहिँ फेरि यहाँनिर हल्का विन्डो पनि छ है यहाँनिर अच्छा विन्डो भित्रको विन्डो हो यताबाट चाहिँ दाइलो फेरि यहाँ दाइलो यहाँदेखि भित्र हेऱ्यो भने चाहिँ लबेरा फेरि लडिरहेको होला नि त केहरू ओ खोली छिट्टो ओइ यहाँ हामी अहिले चाहिँ हामी घुम्नु जाने यताबाट है यो चाहिँ हामी आएको यताबाट अब जाने यता हो सो यता चाहिँ जोधर सिंहको बाटो हो यो चाहिँ मेन पिकहरू चाहिँ सबै यता छ है अहिले चाहिँ हामी हल्कै मुनि छ पानी पनि हल्कै परिरहेको छ यहाँ भाइहरू जो कसको पर्सिक पाएर पैसा छ कि भने हेर्दैछ हो यहाँ भाइलो कुकिङ अन्डर द छाता अहिले चाहिँ ब्रेकफास्ट बनाउने गरेको है यहाँनिर सानो ग्यासबाट है ओ भाइले टमाटर प्याजहरू काट्दैछ है अहिले हल्कै वो गाइस जोधर सिंह में ब्रेकफास्ट 3 घन्टा कति घन्टा हिँडेर चाहिँ ब्रेकफास्ट खाएको है हामीले चाहिँ उकालो बाटो यहाँनिर चावल जौ बनाउने भनेको सबै बिग्रियो जौ बनाउनु पारै नआउनु रहेछ डुक्पे नि केटीहरू माया गर न हौ जौ बनाउनु सिकाऊ खाना सब्जी चाहिँ पाके है यहाँ कौन है ये लोग खाइ चाहिँ कराईमै छ है फेरि कहाँ से आते हैं मिठो त छ कि झन् तर मिठो देखाउनु पर्यो नि त एउटा फेरि प्यानमा दिइरहेको हो कि भात खाइछ अब कुछ भी भात खाइछ कुछ भी त्यहाँतिर अहिले चाहिँ हामी जोधर सिंहको उकालो जाँदैछौँ यहाँनिर देख्नु सक्नुहुन्छ फुल कस्तो मजाले खिलेछ है यहाँनिर एकदम रमाइलो लाग्यो है यो फुलले चाहिँ यो डाँडा कुँडा ढकमक्क बनाएछ अब चाहिँ यो डाँडा हिँडेर यहाँ माथि पुग्नु पर्छ है कति टफ मुभ भयो है यो चाहिँ निकै उकालो नै रहेछ हामीले सुरु गरिसक्यौँ यहाँको यात्रा जोधर सिंह घुम्नु साह्रै गाह्रो भयो दिस टाइम चाहिँ हामीले तलतिर बाटो मिस्टेक गरेर गएको बेला उल्टा बाटो गएर उसो गरेर धेरै मिस्टेक गऱ्यौँ सो बल्लैले हामीले बाटो पाएर अहिले चाहिँ सही रास्तामा जाँदैछौँ यो डाँडा काटेपछि चाहिँ पुरै जोधर सिंह रेन्ज देख्छ है यो पनि रेन्ज हो जोधर सिंहको तर एक्चुअल रेन्ज चाहिँ अलिक पल्लोपट्टिको हो फाइनली यो छोटा माउन्टेनमा पुगेँ है यहाँनिर देख्न सक्नुहुन्छ कस्तो खालको डाँडा कुँडाहरू छ है यहाँ माथि लुङ्गा र फ्ल्याग लगाएको रहेछ है
अब पुगेँ यहाँबाट फेरि ओह्रालो लाग्नुपर्ने रहेछ है ओह्रालो जानुपर्ने रहेछ उहाँ पारि चाहिँ जोदर सिंह है मेन पिक चाहिँ यो चाहिँ सबै रेन्ज छ उसको अन्डरमा हो कि जुन चाहिँ हाइट भएको चाहिँ यहाँ पर हो अघि उकालो आयो फेरि ओह्रालै जाँदैछ यहाँबाट अब चाहिँ हल्कै भेजिटेसन चेन्ज भयो है यहाँबाट चाहिँ ओ मुनि हेरि पठाएर भाइ Oh, this is Darsingang! यो चाहिँ दर्सिङगाङ है भाइ वाउ क्या रमाइलो देखेको भाइ डापे भागिरहेको छ त्यहाँ त तर्सेर यो चाहिँ है नजारा गाइस we made it यहाँनिर चाहिँ फुलहरू चाहिँ नि पुरा रोपेको जस्तो हेर्नु नि कति मजाले है पुरा गार्डनिङ गरेको जस्तो छ है रमाइलो गरेर ओ फुलै फुलको बगैँचामा मेरी मोया ए साइली हेर न फुलको बगैँचा यो है यहाँको फुलको बगैँचा चाहिँ ट्याप्पै चाहिँ हेर्नु नि प्लान्टेसन गरेको जस्तै आउँदा आउँदा यस्तो जग्गातिर पुगेँ है अहिले चाहिँ जोदर सिंहको बिचतिर यस्तो रहेछ यहाँदेखि चाहिँ सिधा भिर जस्तो छ है चोटी ओइ कस्तो कस्तो जग्गातिर पुग्दैछ हौ ब्लैक माउंटेन को नजारा गाइस कैसे देखने को मिलेगा फाइनली गाइस यति लामो यात्रा गरेर हामी यो जोदर सिंहको टिपमा पुगेको छौं और यहाँनिर भाइ देख्न सक्नुहुन्छ उले सेल्फी लिइरहेछ किनकि एकदमै उँचा जग्गामा पुगेको छौं यहाँदेखि दगना चिराङ वाङदी एन्ड अल देख्छ और यता ट्रोङसा बुमथाङ एन्ड गासा सबै देख्छ गाइस अगाडि गाइस यहाँनिर धुम्मा नआउनु भए चाहिँ भ्यू एकदम रमाइलो हुन्थ्यो अनि यसको अगाडि एउटा एकोर माउन्टेन छ अलिअलि देख्दैछ होला त यसको पछाडि पनि अझै रेन्ज छ कन्टिन्यू गर्छ गाइस ल अब यो चाहिँ फाइनल सेलिब्रेसन हो हामी दुईजनाको किनकि इच टुप्पी अफ द डाँडा पुग्दाखेरि चाहिँ हामी दुईजनाले यस्तो बनाउने गरेको छौँ यो चाहिँ भन्छ विजडम मेट किनकि हाम्रो विजडम सबै फुलफिल होस् भनेर हाम्रो ड्रिम डिजायर सबै फुलफिल होस् भनेर हामी दुईजना सधैँ यस्तो गर्छौँ और यो चाहिँ भन्छ सानो 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 नेचुरल मेट स्टुपा सो यो विजडम मेट देख्यो भने चाहिँ यो दुईजनाले बनाएको हो भनेर याद गर्नु होला तपाईहरु यहाँ भिजिट गर्दाखेरि यो माउन्टेन चढ्ने चाहिँ लास्टै मेरो डिजायर एन्ड ड्रिम थियो है अहिले चाहिँ हामीले फुलफिल गरेको छौँ और यहाँले सानो विजडम मेट पनि बनाएको छ और भाइ विदाउट भाइ यो क्लाइम्बिङ चाहिँ फ्याट कदापि सक्सेस हुनेवाला थिएन है फाइनली भाइले सपोर्ट दिएर उसले पनि घरबाट छुट्टी मागेर है 5-6 दिनको छुट्टी मागेर हामी यहाँ आएर फाइनली फुलफिल पनि भयो हामी यहाँ पनि पुग्यो और यहाँ विजडम मेट पनि बनायो और सेलिब्रेट पनि गरियो गाइस भाइ फाइनली सक्सेस गर्यो कस्तो लाग्यो अब यत्रो कहिलेदेखिको कोही मान्छे नचढेको डाँडामा चढ्नु पाउँदाखेरि अब फिलिङ त के भन्नु र यहाँनिर नथिङ इज मोर ह्याप्पियर देन बिङ अन टप अफ दिस माउन्टेन मुनि देख्न सक्नुहुन्छ We are at Black Mountain. Finally successful. Finally केटा हामी चाहिँ ब्ल्याक माउन्टेनको टपमा पुगेको छ है अहिले चाहिँ So I will climb on the top of this mountain है
चिप्लेर झर्दैन के यो गाइस वो देख सकते हो यहाँदेखि झरी गयो भन्छ फेरि छैन कोही पेल्डेन टुक्पा अब चाहिँ जोदार सिंहलाई पनि हामी दुईजनाले बिदा दिएको रहेछ पानी पर्न थाल्यो फर्किने बित्तिकै पानी पर्न थाले हामी चाहिँ अहिले फर्केर आइपुग्यो हाम्रो क्याम्पमा अब यहाँबाट प्याक गरेर लाग्दिने है ओह भाइ पनि रेडी भयो हाम्रो सामानहरू सबै प्याक गरेर अब लाग्दिने दुङ्लासम्म दुङ्लामा हामी फेरि क्याम्प गरेर भोलि बिहान मात्रै फुप्चिका निक्लेर बाजो पुगिन्छ सो सामानहरू सबै रेडी पार्यो यो पनि प्याक गर्यो यो मेरो उहाँ छ डिसमेन्टल गरेको अब चाहिँ बाटो लागेको है हामी दुङ्लासम्म हिँड्न सक्यौँ हामी यहाँबाट सो जोदर सिंह अबदेखि बिदा खोला बढेर हेर्नु नि बनि यो चाहिँ चिकाको मोनपाहरूले पा खाएको रहेछ क्या पा खाँदा खाँदा यो हड्डी चाहिँ खानु नसकेर छोडेको रहेछ